हाई एभ्रिवान, नमस्कार सम्पूर्णमा। म किस्मत मगर। आज चाहिँ म सुदूरपश्चिमको धनगढीदेखि करिब 60-70 किलोमिटर यता बौनिया भन्ने ठाउँबाट आएर चाहिँ त्यहाँदेखि चाहिँ भित्र आएको छु। त्यहाँ चाहिँ माथि हाम्रो गाडी बिग्रेको छ अरे, त्यहाँ पहाडमा गएर अनि त्यो बनाउने सामानहरू चाहिँ लिएर आएको छु। यहाँ चाहिँ पुरै अपरोड रोड छ। हेर्नुहोस्, यो तपाईँको मेरो बाइक चाहिँ त्यहाँ छ, पुरै अपरोड छ। अब यहाँदेखि चाहिँ धेरै टाढो छैन अरे। त्यो बाटो देख्नुहुन्छ त्यो डाँडातिर, त्यही बाटो डाँडामा बिग्रेको अरे गाडी चाहिँ। अब त्यहाँ चाहिँ जान चाहिँ कति टाइम लाग्छ। र म चाहिँ ठ्याक्कै यहाँ पुगेको छु। पुरा गरम छ, यस्तो गरम छ के भन्ने, यस्तो गरम छ। बाटो यस्तो छ। यहाँका नेताहरू कहाँ छन् यस्तो बाटो बनाएर हेर्नुहोस् पुरा। सायद यसरी कच्चीमा गाडी चलायो भने त अपरेसन पनि गर्नु पर्दैन होला सायद। म चाहिँ यहाँ पुगिसकेँ, यो तल्ला पानी भन्ने ठाउँमा। ठ्याक्कै यहाँ तपाईँ बोर्ड हेर्न सक्नुहुन्छ। यो बोर्डमा यहाँ लेख्नुहुन्छ, यहाँ शहीद किट लेखेको छ। दुईटा हाइवे छ, एउटा 8 लाइन, एउटा 6 लाइन। अब कुन बाटो जाने हो थाहा छैन। यहाँबाट चाहिँ फोन गर्नुपर्छ दाइलाई अगाडि। दाइलाई सोधेर चाहिँ मात्र अगाडि बढ्नुपर्छ। यस्तो हालत छ मेरो। एउटा गाउँ त आयो, जङ्गल सकिसकेपछि करिब 1 घन्टा जङ्गल हिँडिसकेपछि अब एउटा चाहिँ यहाँ चाहिँ एउटा गाउँ छ। सायद तल्ला पानी भन्ने यही होला। म चाहिँ माथि पुगिसकेको थिएँ, उता माथि धेरै माथि पुगिसकेको थिएँ। अहिले यसो हेर्दाखेरि त गाडीमा सामान छैन। फेरि गाडी बनाउने मलाई लाग्यो यही झिल्लीमा छ, तर यहाँ तल्लोबाट पल परेर खसिसकेको रहेछ कि यहाँबाटै। यस्तो भएर अहिले फर्केर आउँदा चाहिँ कोही सामानहरू चाहिँ हान्ने रहेछ। अब बाँकी चाहिँ भेटिने हो कि नै। एउटा सामान त हान्ने रहेछ, यो हान्ने रहेछ एउटा सामान चाहिँ। यो ब्रेक ओइल यो चाहिँ यहाँ छ। अर्को चाहिँ कहाँ खस्यो भन्ने कुरा थाहै छैन। हेर्दै जाउँ अगाडि। त्यो सामान त्यहाँ खस्यो, अब अर्को पनि यतै हुनुपर्ने हो। बाइक चाहिँ त्यहाँ राखेको छु। जाउँ यहाँ त अगाडिसम्म जाउँ, भेटिन्छ कि नै। भेट्यो भनेपछि गाडी बन्यो, नत्र भने गाडी गयो कामबाट। फाइनल त्यहाँ तलसम्म पनि हिँडेर आयो, तर त्यहाँ पनि भेटेन क्या। त्यहाँ पनि कता गइसकेको रहेछ। अहिले बाइकमा फेरि अझै त्यहाँ तलसम्म आएको, हिँड्नेरै अगाडि रहेछ। भेट्यो त्यो पनि, ब्रेक ओइल पनि। तपाईँ क्यामेरामा देख्न सक्नुहुन्छ, हिँड्नेरै छ। हेर्नु न, यो यहाँ खस्या रहेछ। यो नभेटेको भए आज गाडी यतै बास बस्ने थियो। गाडो छ नि बाटो पनि, लास्टै डेन्जर छ। यहाँ तल खस्या रहेछ हिँड्नेरै। ब्रेक ओइल नभेट्यो अब त